हेलो साथीहरू, गुड मर्निङ। तपाईहरुलाई स्वागत छ मेरो सानो ब्लगमा। अनि हामी चाहिँ यहाँनिर आज बारी खनेर यहाँनिर लसुन प्याज रोप्ने तर्खरमा छौँ। अनि हाम्रो यतापट्टिको जग्गामा चाहिँ ठुलो घर बनाएको छ। अनि यसको शीतल चाहिँ 12 बजेसम्म हुन्छ कि हाम्रो यो बिचमा चाहिँ। अनि यता चाहिँ आमाले ड्याङ बनाउँदै हुनुहुन्छ। ड्याङ बनाएर लसुन त आमाले त्यस्तै छरी पो दिनुभएछ उताबाट। यहाँ चाहिँ हाम्रो रायोको सागको बिरुवा रायोको साग छर्नु भएछ आमाले। यतातिर खाली नै छ, अलि बिस्तारै रोप्ने। अनि यता चाहिँ हाम्रो सिमी सिमी त कसरी झार्ने होला है, सल्चुनको बोटमा चढेको रहेछ। यता घिरौँला फलिरहेछ। सिमीको फुल चाहिँ यस्तो मजाले फुलिरहेछ नि, कस्तो राम्रो कलर। अलिकति चाहिँ खानालाई हुनेछ यो सिमी चाहिँ। यस्तो छ है साथीहरू हाम्रो बारीमा। यहाँ चाहिँ मुलाको बिरुवा। हेलो मुलाहरू। यहाँ हाम्रो छोटे डन सबैजनालाई जय मसी। मेरो सानो ब्लगमा हाम्रो छोटे डनलाई पुरै बारी खन्न आउनु भएको अरे। तपाईँ बारी खन्न आउनु भएको कि हो र? वेलकम छ हजुरलाई। छुट्टीको समय अनि समयलाई सदुपयोग गर्नुपर्छ। यहाँ बिल्ली पनि आएछ। बिल्ली श्रम गरौँ श्रम पिता हर्क दाजुले सिकाउनु भएको बुटेड होइन। नेपाल माटोसँग के अरे धुलो मुलोसँग खेल्नुपर्छ अरे होइन, त्यही भन्नुहुन्छ। नेपाल बिग्रेकै भनेर सुटेड बुटेड भएर है श्रम गरौँ। यो सबै तपाईँले खन्नु भएको होइन? यो त मेरी श्रीमती, मेरी अर्धाङ्गिनी, मैले त थोरै मात्रै मेरी खाएँ। अर्धाङ्गिनी सरिता कुलुङ राई मगर र मेरी आमा पवित्र थापा मगरले। हामी छोरी मान्छेको चाहिँ थर हुँदैन भनेर भनेको सुनेको थिएँ, हो रहेछ है। म अब राई थिएँ के गर्नु, मगरसँग जोडिएर मगर भन्नुपर्दो रहेछ है। हामी छोरी मान्छेहरूको चाहिँ थर हुँदैन भन्छ। अब श्रीमानसँग नाम जोडिएपछि मगर परे म चाहिँ है। तपाईँ चाहिँ के हो, यो गोटी जस्तो छ त हौ, गोटी खेल्ने, गट्टा खेल्ने यो चाहिँ यसो सरसफाइ गरिदिउँ भनेर नि है। अनि यहाँ चाहिँ हामीले अस्ति म र आमाले यहाँ चाहिँ पुरै खनेर माथिसम्म पुराको खनेर। मेरो श्रीमान पनि अहिले छुट्टी छ, त्यही भएको कारणले मोटो पेटलाई घटाउनका लागि, एक्सर्साइज गर्नलाई आमाले बारी खन भनेपछि चाहिँ ज्ञानी छोरा भएर बारी खन्न आउनु भएको छ। त्यो त नटिप्दा हुन्छ हौ। हजुर, हाम्रो किच्चीको बोटहरू बेसार पनि छ है साथीहरू हाम्रो बारीमा चाहिँ। हाम्रो कटरेवा मात्रै नभएर बेसार चाहिँ यहाँनिर धरानमा पनि रोप्नु भएको रहेछ आमाले। देख्न सक्नुहुनेछ हाम्रो बारीमा हामी चाहिँ पुरा काम गरिरहेका छौँ। यो त कस्तो जानु भएछ है ठुलो। यो सानो किची हो कि ठुलो किची हो? यो हाम्रो बारीमा के चाहिँ छैन होला है साथीहरू। भिन्डी पनि छिप्पिसक्यो। अनि यहाँनिर
घिरौँलाको बच्चा घिरौँला फल्दैछ आमामा कम्तै ठुलो बोट होइन हौ हिजो भर्खर मैले टिपेँ घिरौँला खानालाई मान्छे चाहिँ पुरा ढुङ्गा उसार्नु हुँदैछ कहाँ यता लाउनु अरे ढुङ्गा चाहिँ यता लगाइदिनु न यही ढुङ्गा सोरेर लगाउनु अनि हानेर केराको बोट पनि छ है केराको बोट चाहिँ कुन कोला हो कुन कोला होला है त एकैचोटि पसाउने रहेछ हौ डल्लै 1 2 3 4 5 6 7 8 पो पसाउँछ कि एकैचोटि बिहानीको सूर्य जस्तै भिडियो बनाउने मान्छे चाहिँ म यता छु हुलिया यस्तो छ काम गर्नलाई है यतातिर चाहिँ यस्तो खालको काँटाले खन्नु पर्दो रहेछ चारवटा दाँत भएको म चाहिँ ग्लोभ्स लगाउँदैछु आहा हाम्रोमा चाहिँ 3टा मात्रै दाँत भएको काँटा पुग्छ कि तर यता चाहिँ 4वटा काँटा भएको दाँत भएको काँटा पाउँदो रहेछ कस्तो नछिरेको अब खन्नलाई तम तयार ओए 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 अब एक पल भी तुमसे बिछड़ के ये दिल रह पाएगा यारा ओ यारा ज्यादै भएन फुटाउने त जोशीली जागरीली तू ही तो मेरा हम सफर तुझको छोड़ के कहाँ मैं चली जाऊँ अनि हो र ए हो र ए अस्ति देपाले पनि 3टावालाले बाटो खन्नु भएको थियो है त्यसो अर्कोले खन न त सानोले फेरि सानो पनि सानै होला अर्को सानोले गर नि त हो र पक्का म गर्छु 3टा भाँसिँदैन त्यो पनि हो